गाइस आज हामी घर फर्किने क्रममा हाम्रो काकाले भतिजो साह्रै तल लाग्यो पखेटा खान जाउँ त्यहाँ राम्रो पाउँछ भन्नुभयो हामी पखेटा ल नि त मैले पनि पखेटा खाउँ न भनेर जाँदैछु हाम्रो एकजना साथी नि हरायो भट्टराई दाई होइन कि प्रकाश भट्टराई काका दाई कृष्ण दाई यी दाई साह्रै ढिलो गर्छन् कहाँ गए हामी बिस्तारै बाइकमा जाँदैछौँ अब पखेटा कस्तो पाइन्छ पहिलोचोटि खाना गएको हेरौँ त्यहाँ एउटा कटेज छ अरे डायमन्ड भन्ने त्यहाँ हामी पखेटा खान जाँदैछौँ यो मेरो आन्टीको घर अङ्कल आएका छन् अरे हाम्रो आन्टी रेड लेभल लिएर खाना आऊ भन्दै थिएँ प्रकाश दाई पो आएन नि त हौ हामी ठ्याक्कै साधु तौल कट्यौँ अब यो हामी पखेटा खाएको पनि हामी भिडियो देखाउँछौँ भिडियो पुरै हेरिदिनु होला अनि साथीहरू मलाई अलिकति सब्सक्राइबको कमी भएको छ सब्सक्राइब चाहिँ गर्न लोभ नगरिदिउँ है सबैजनाले हेरिदिउँ भिडियो हेरिदिउँ सब्सक्राइब गरिदिउँ सेयर गरिदिउँ अब पखेटा खाएको भिडियो पनि हाल्छौँ हामी कस्तो पाइन्छ हेरौँ टेस्ट लिउँ तपाईँलाई देखाउँछौँ हामी पुरै भिडियो हेरिदिनु होला है त फाइनली हामी चाहिँ डायमन्डहरू आइसक्यो काका अर्डर गरेर जानुभएको छ अर्डर गर्दै हुनुहुन्छ अब हामी खान्छौँ पखेटा फाइनली हामी भित्र छिर्यो हाम्रो काका त्यहाँ दाइले भन्नुहुन्छ त्यहाँ आउँदै हुन्छ अर्डर गरेर टक्क काका चाहिँ अघि आएर बसेछन् बोलाउनु पर्दैन काका आज हामी के खाने काका आज पखेटा काकाले बाटो ड्युटी सकेर बाटोमा आएको पखेटा कि पखेटा भनेर हेरौँ आज कस्तो हुन्छ पखेटा आज पखेटा हान्ने हो ल ठिक छ पखेटा खानुपर्छ बियर खान्छौ म त्यस्तो प्रिय पदार्थ केही खान्न काका मलाई रुगा मुर्की लागेछ म साधु मान्छे म यसो पखेटा चाख्छु ल हाम्रो दाइ आउँदै हुनुहुन्छ अब हङ्केर अर्डर गरेर आउनुभयो दाइले दाइ के अर्डर गरेर आउनुभयो कि छैन अन्त दाइ किन ठुसा परेको गाली मैले खान्छु केमा गाली खायो तिमीले भन त मुख हाल्ने गाली नहाल्ने गाली दाइलाई के भएछ कसले बाटामा छिर्की हानु कि क्या हो होइन नि के भयो दाइ छोड होइन छोड्दिनँ म त होइन पवन काकाले बिचमा आउँदै पखेटा भन्नुभयो नि तपाईँलाई बोलाएको के नखानु त नखाउँ होइन खाउँ न फेरि रिसाउँला नि त्यही मलाई धेरै भोक आएको हुन्छ कहाँनिर आइसक्यो जरायो टोलमा अब आज त अफिस बन्द भइहाल्यो भोलि तपाईँको आइडी के कुन यही नम्बरमा छ कि कुनमा छ ड्युटी अफ भइसक्यो कति काकालाई आइरहेको छ ड्युटीमा चाहिँ एकदम हाम्रो पखेटा खाने सोच भोलि निक्लिदिन्छु नि त ल म होइन आज चट्ट पखेटा खाने ल भोलिदेखि राम्रो काम गर्ने आज त हामीले टार्गेट पुऱ्यायौँ नि दाइ हामीले आजको टार्गेट त पुग्यो सायद यो महिनाको यही होला राम्रो आजको दिन त्यसो नभन्नु न हाम्रो जे होस् हाम्रो मेमलाई हाम्रो आउनुभएको नयाँ मेमलाई चाहिँ हामी खुसी बनाउनुपर्छ जे जस्तो हो पनि काममा मिहिनेत गर्नुपर्छ गर्दा गर्दै कोही बेला हुँदैन त्यसमा टेन्सन लिनु भएन मेमलाई खुसी भन्दा पनि काम हाम्रो आउटपुट आएको छैन हाम्रो आउटपुट आउनु भनेको मेमको लागि पनि राम्रो हाम्रो लागि पनि राम्रो होइन तर अलिकति हामीलाई नेटवर्किङ टिमले पनि धोका देखाउनु कि होइन नेटवर्किङ टिमले भन्दा पनि त्यसरी मिल्दैन सिफ्टिङहरू छ कि अहिले त्यही भएर हो जे जस्तो हाम्रो कारणले अरूलाई असर नपरोस् भन्ने चाहिँ हामी धारणा राख्नुपर्छ अब छोडिदिउँ यो ड्युटी सकियो कुरो अब हामी पखेटा खान आएको छौँ पखेटा खानुपर्छ है त साह्रो लाग्छ मैले अहिले हाम्रो पखेटा आइसक्यो यस्तो हुँदो रहेछ पखेटा चाहिँ दामी स्वादै त्यसै दामी होला यस्तो काकाले अघिदेखि तल लाग्यो भन्दै चाहिँ उठाइ गयो ठुलो चाहिँ दाइले यहाँ बनाउँदै हुन्छ अचार यस्तो आइटमको छ कागती चट्टा सलादहरू मिलाएर सबै हुँदो रहेछ कस्तो छ पहिला सलाद खानु अचार चाख्नु ल अचारको टेस्ट गाजरमा चाख्ने हो बाबा दाइ कस्तो छ काका गाजरहरू त बबाल छ एकखेप पकाएर चेक गर्नु तातो तातो वाउ वाउ
पहेटा काकाले चाहिँ मजाले खान्छन् क्या हाम्रो काकाले यो भिडियो हाम्रो मामा भटम पुऱ्याइदिनु होला सेयर गरेर देखाएर नाराज तिमीले हेर्दैछौ भने पवन काकाको ड्यासलाई लगेर देखाउनु एकदम दामी टेस्ट रहेछ र त दाइले जहिले पकेटा 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 भन्नुहुन्छ दाइले दामी छ ल पकेटा लगाइ हामी खाना मन लाग्यो भने चाहिँ हाम्रो डायमन्ड होटलमा आउनु होला एड्रेस पनि भनिदेऊ एड्रेस भनेको चाहिँ हाम्रो यो नगर हस्पिटल जाने बाटो हुन्छ बाटो ठ्याक्कै अगाडि विष्णु चोकभन्दा अलि माथि नगर हस्पिटल जाने बाटो पूर्वपट्टिको साइडमा यहाँ अचारको टेस्ट कस्तो छ एकदम सही छ पहेटा पनि ठुल्ठुलो छ है केही मिसाएको हुँदैन सादा पोलियो लागेको कुखुरा जस्तो छैन अब हामी तातो तातो पाइन्छ है जाँड रक्सी त्यति हामी जाँड रक्सी चल्ने पार्टी होइन चिसो चिसोमा रेडबुल खाने रेडबुल खोइ आएन त भाइ रेडबुल मगाउनु न पवनकाले केही खासखुस गर्दैछ नि एउटा पकेटा थपौँ भनेर ल मिठो रहेछ टेस्ट चाहिँ मलाई पनि साह्रै मिठो लाग्यो तातो तातो हेर्नु त बाफुडिरहेको चाहिँ तपाईँले अर्डर गरे पछाडि मात्रै यहाँ बनिन्छ चट्ट अर्डर चाहिँ गर्नुपर्छ नि त पाइँदैन रहेछ अगाडि नै फोन गरेर अर्डर गरेर गऱ्यो भने मिठो पखेटा डायमन्ड पनि पाइन्छ पनि पाइन्छ दाईको टेस्ट चाहिँ बेग्लै अरू होटेल जस्तो यस्तो कुनै होटेलले पनि बनाउनु सक्दैन यस्तो त्यति मिठो बनाउनु हुँदो रहेछ अन्त दाइ होइन म त एउटै पखेटा खाँदा बगाउने रहेछु यार एउटै पखेटा खाँदा बगाउने रहेछु दाइ म त काका र दाइ मजाले पखेटाको किमा बनाउँदै खाँदै हुनुहुन्छ असर गर्ने खालको चाहिँ रहेनछ है दाइ दामी अचार पनि टेस्टी छ अचार पनि गुड छ है ठिक्क पिरो कम अमिलो कम होइन जस्तोलाई पनि खान मिल्ने ठिक्कको चट्ट र त काकाले आज छुट्टीको क्रममा हामी घर फर्किँदैछौँ बुझन भने हजुर भने पकेटा भने के रहेछ पकेटा भनेको लु हिँड नि त भनेर गएको तर खासमा यो पार्टी भनेको चाहिँ मनोज सरको तर्फबाट है उहाँको भन न नाति जन्मेको उपलक्ष्यमा उहाँले दिनुभएको पार्टी है मनोज सरले यो पार्टी पो हो थाहा नि थिएन त मलाई ल मनोजलाई त्यसो भए धेरै धेरै बधाई छ हजुरबा भएको होइन मनोज सर यहाँ नभयो भने हामीले धेरै सम्झिराखेका छौँ बाँचेको चिका हामी लिएर गइदिन्छु नहुनु चाहिँ राम्रो कुरो हो यदि पैसा पुगेन भने पनि हजुरलाई म क्युआर पठाइदिन्छु है मनोज सर ल मनोजजी धेरै कुरामा सेभ भयो हो होइन आजको मामलामा त यो भने मेरो भाइले आज हजुरबा भएको यसमा मामा ससुरा भएको खुसियालीमा हामीहरूलाई पनि एउटा मामा ससुराको साथी मामा ससुरै भन्नु पऱ्यो है टक्कसँगले हामी पानी खाएर बिदाई लिँदै पखेटा खाएर सकियो अब हामी घर जान्छौँ ल आजको भिडियो पुरै हेरिदिनु होला यति नै छ आजको नयाँ भिडियो जाडो धेरै बढेछ बाहिर त पानी खान्छु अब काका खोइ पानी ल धन्यवाद भोलि भेटौँला